पुलपट्टि पुल तपाईँहरू हेर्नुहुँदैछ यहाँ छ झुलुङ्गे पुल है। यो चाहिँ हाम्रो विराटनगर देखि सर्टकट बाटो ग्रामथान हुँदै चाहिँ यहाँ रङ्गेली जोड्ने खोला यो लोहन्द्रा खोलाको पुल हो साथीहरू। र यहाँनिर चाहिँ एउटा चाची यो कुन चोक छ के चोक हो त्यसलाई ए जस्तो बबिया हो यहाँ हाम्रो चाचीले यो बबियै हो तर चोक चाहिँ अर्कै रहेछ। र यहाँ चाचीले चाहिँ एकदम अर्ग्यानिक ल्याउनु भएको छ हेर्नु है साग छ र एकदम देसी बोयर छ होइन। यहाँ पुरै हटिया लाग्छ चाची हटिया लाग्छ पुरै ए ल चाचीले पुरै यहाँ हटिया लाग्छ माछा साछा सबै मासु सबै भेट्छ। यो गाडी कहाँ जान्छ ए साथी यो गाडी चाहिँ बिहा गरेर आएको रहेछ होइन बिहामा आएको रहेछ। यहाँ चाचीले पुरै चाहिँ यहाँ राम्रो राम्रो यहाँ हट्याउँदो रहेछ होइन साथीहरूले। यहाँ मैले भनेको अनुसारले यदि आउनुभयो भने चाहिँ है यहाँ चाहिँ एकचोटि चाहिँ यसो यता आइदिनु होला र यहाँको एकदम घरकै खेतीको चाहिँ के अरे सब्जीहरू तपाईँहरू लिनु होला होइन। र यस्तै हो अरू कुरोहरू। हजुर नमस्ते म उता विराटनगरबाट आउँदैछु अनि यसो यहाँको तपाईँहरूको यसो हल्का अलिकति लिएको सन्चै हुनुहुन्छ ल ठिक छ लिक छ ल। अब म यता लाग्छु होइन साथीहरू अब म यताबाट लाग्छु र अब यहाँबाट यहाँ हुँदै बिट्टा चोक स्कुल चोक हुँदै बिट्टा बजार हुँदै म रञ्जनी लाग्छु। हस्त धन्यवाद लाइक गरिदिनु होला है साथीहरू। यस्तै हो अब के छ इन्टरटेनमेन्ट लाइफमा हुनुपर्छ होइन अरू कुरो यस्तै यस्तै हो होइन साथी हो।